यहाँहरु सबैलाई आजको नयाँ भिडियोमा स्वागत छ। अनि प्रिय साथीहरु, आज मैले तपाईको समक्षमा फेसबुक सम्बन्धित केही जानकारीहरु लिएर आएको छु। अनि अहिलेको समयमा फेसबुकबाट धेरैजनाले राम्रो अर्निङ गरिरहेको छ, राम्रो कमाइ गरिरहेको छ। अनि तपाई अनि मैले पनि यसबाट केही अर्निङ गर्न सक्छौं। जसको लागि हामीले के गर्नुपर्छ, कसो गर्नुपर्छ, सो कुरोहरु मैले सर्टकटमा तपाईको समक्षमा लिएर आएको छु। अनि अहिलेसम्म मैले गरेको फेसबुकमा काम गरेको अनुभव अनुसार मैले तपाईहरुलाई यो कुरो बताउन लागेको छु। अनि एकदमै सर्टकट रूपमा मैले तपाईहरुलाई यो कुरोको जानकारी तपाईहरुलाई मैले दिन गइरहेको छु। यसलाई तपाईहरुले लास्टसम्म हेरेर यसबाट केही कुरो सिक्न सक्नुहुन्छ। अनि फेसबुकबाट पैसा कमाउनको लागि सबैभन्दा पहिला चाहिँ हाम्रो समक्षमा हामीसँग चाहिँ एउटा पेज हुन जरुरी छ, फेसबुक पेज हुन जरुरी छ। तर फेसबुक पेज जब हामीले नयाँ क्रिएट गर्छौं अनि फेसबुक पेजबाट हामीले काम गर्छौं भनेदेखिलाई चाहिँ हामीले एकदमै जीरो फलोवर्सबाट काम गर्नुपर्ने हुन्छ। तर आज म तपाईको समक्षमा हाम्रो प्रोफाइललाई नै कसरी पेज बनाउने, अनि यो पेज बनाउँदै प्रोफाइललाई नै पेज बनाएर काम गर्दा चाहिँ हामीलाई के बेनिफिट हुन्छ, अनि कस्तो प्रकारले सहजसँगले चाहिँ हामीले काम गर्न सक्छौं भन्ने विषयमा मैले तपाईहरुलाई जानकारी दिन लागेको छु। सो तपाईहरु भिडियो हेर्दै गर्नुहोस्। अनि एकदमै सरल अनि सरस तरिकामा एकदमै सर्टकटमा मैले तपाईहरुलाई यो बताउन गइरहेको छु। मलाई आशा छ तपाईहरुले यो भिडियो हेरिसकेपछि केही न केही कुरा तपाईले सिक्न सक्नुहुन्छ। अनि हामी सबैले पोस्ट गर्छौं फेसबुकमा, प्रोफाइलमै भए तापनि हामीले भिडियो अपलोड गर्छौं, फोटो अपलोड गर्छौं, केही टेक्स्टहरु हामी लेख्छौं। तर हामी सबैलाई त्यो लेख्दै गर्दाखेरि, त्यो पोस्ट गर्दै गर्दाखेरि त्यसबाट पनि अर्निङ हुन्छ अथवा केही रकम कमाउन सकिन्छ भन्ने विषयमा धेरैलाई थाहा नहुन सक्छ। यसर्तले गर्दाखेरि हामीले रमाइलोको लागि भए तापनि, यादगारकै लागि भए तापनि, जे कुरोको लागि भए तापनि त्यो पोस्ट गरेको पोस्टहरुबाट केही रकमहरु कमाउन पाए भने त त्यो हाम्रो लागि एउटा असल कुरा हुन जान्छ। तर मैले तपाईलाई अघि नै भनिहालेँ, त्यसको लागि चाहिँ हामी समक्षमा एउटा पेज हुन जरुरी छ। र तपाईहरुलाई म नयाँ पेज बनाउन चाहिँ यो समय सिकाउँदिन, तर प्रोफाइललाई नै कसरी पेज बनाउने अनि कसरी काम गर्ने त्यो विषयमा जानकारी दिन लागेको छु। सो तपाईहरु हेर्दै गर्नुहोस् अनि केही कुरोहरु योबाट तपाईले सिक्न सक्नुहुन्छ। सबैभन्दा पहिला तपाईहरु फेसबुक एप्लिकेसनमा आउनुहोस्, लगइन गर्नुहोस्, अनि त्यसपछि प्रोफाइलमा तपाईले प्रेस गर्नुहोस्। त्यसपछि तपाईहरुको समक्षमा रहेको थ्री डटमा तपाईले प्रेस गर्नुहोस्। अनि यो खोलिन्छ। अनि सार्दै आइसकेपछि तपाईहरुले मुनि टर्न अन प्रोफेसनल मोडमा तपाईहरुले प्रेस गर्नुपर्ने हुन्छ। अनि त्यसपछाडी तपाईहरुले प्रत्येक पेजलाई तपाईहरुले नेक्स्ट गर्दै जानुपर्ने हुन्छ, किनभने सेटिङ्सहरु सबै मिलेर आएको हुन्छ। यसमा कुनै पनि सेटिङ्सहरु मिलाउनु पर्दैन। तपाईहरु नेक्स्ट गर्दै जानुहोस्। अनि एकदमै यो सेटिङ्सहरु मिलेर आएको हुन्छ, यसमा तपाईहरुले केही पनि तलमाथि गर्नु पर्दैन। अनि यो गर्दै जानु भइसकेपछि तपाईहरुको जुन फेसबुक प्रोफाइल थियो त्यो अब पेजमा कन्भर्ट भइसकेको छ। एकदमै सक्सेसफुली तपाईहरुको यो पेजमा कन्भर्ट भइसकेको छ। अनि तपाईहरुले ब्याक आएर एकपल्ट चेक गर्न सक्नुहुन्छ। र यसरी तपाईहरु समक्षम भएको प्रोफाइललाई पेजमा कन्भर्ट गर्दा चाहिँ तपाईहरुको जति पनि फ्रेन्डहरु थिए त्यो अब फलोवर्समा कन्भर्ट भइसकेको छ। र साथीहरु, यसरी तपाईहरुको जुन चाहिँ एउटा फेसबुक प्रोफाइल थियो त्यो अब पेजमा कन्भर्ट भइसकेको छ। अब तपाईहरुले यो पेजमा, तयार भएको पेजमा तपाईहरुले भिडियो अपलोड गर्नुहोस्, फोटो अपलोड गर्नुहोस्, स्टोरी लाउनुहोस्, टेक्स्टहरु लेख्नुहोस्, तपाईहरुले काम गर्दै गर्नुहोस्। अनि काम गर्दै जाँदाखेरि केही क्राइटेरियाहरु पार गर्नुपर्ने हुन्छ। अनि त्यो पार गरिसकेपछि कतिवटा त्यहाँनिर अर्निङको सेटअप अप्सनहरु आउँछ। त्यसपछाडी हामीले यसबाट पैसा कमाउन सक्छौं। अनि कस्तो खालको सेटअपको अप्सनहरु आउँछ, कसरी आउँछ, के कस्तो भन्ने कुरोहरु चाहिँ म तपाईहरुलाई अर्को भिडियोमा सिकाउने छु। तर अहिलेको लागि हो भने चाहिँ तपाईले एकदमै सुरुवातिक तपाईलाई मैले बेसिक कुरा सिकाएको छु। अनि यति गरेर तपाईले पोस्टहरु अपलोड गर्दै गर्नुहोस्। अनि तपाईहरुलाई म नेक्स्ट भिडियोमा अझै तपाईहरुलाई कस्तो पाराले चाहिँ हामीले अझै अगाडि काम गर्नुपर्ने त्यो कुरोहरु सिकाउने छु।